नमस्कार अनि स्वागत छ तपाईँहरूलाई सुनिल प्रसाद ग्यालेरीमा। म चाहिँ आज अर्को एउटा फुड भ्लग लिएर यहाँ उपस्थित भइसकेको छु। दसैँ र तिहारको चाहिँ अग्रिम शुभकामना। सायद यो भिडियो अपलोड हुने बेलासम्म दसैँ गइसक्छ होला, एडिटिङ गर्दा टाइम लाग्ने भएर। सो तैपनि दसैँको र तिहारको धेरै धेरै शुभकामना। फुड पनि अर्डर गरिसकेको छु, के आउँदैछ त्यो चाहिँ एकैछिनमा म देखाउने छु। 이거 뭐예요? 불 태우는 거예요? 네, 고쳐야 아, 식지 말라고 아 나오거든요. मेन खानेकुरा आउनुभन्दा अगाडि चाहिँ केही साइड डिस टाइपको आइरहेको छ। के छ, यो चाहिँ सेतो खालको किम्ची हो। अनि यो चाहिँ आलुलाई उ गरेको मसलामा मोलेको। अनि यो चाहिँ यसलाई चाहिँ फा किम्ची भन्छ। अनि यो चाहिँ सिलामको पात हो, केन्निफ भन्छ कोरियन भाषामा। अनि यो चाहिँ रातो किम्ची, युजली कोरियामा धेरै जस्तो खाने किम्ची। अनि यो चाहिँ मुलाको चाना। यो चाहिँ अहिले पछि आउने डिस चाहिँ चिसो नहोस् भनेर आगो बाल्नलाई। साग यो केसिँदा खाने भनेर अहिले एकछिनमा देखाउँला। 감사합니다. 네, मैले अर्डर गरेको मेनु चाहिँ यहाँ आइसकेको छ। यहाँ के छ भने यो चाहिँ मेन मेनु हो। यसलाई चाहिँ कोरियन भाषामा तक्खाल्बी भन्छ। अनि त्यसको सँगसँगै आएको अर्को चाहिँ यो चाहिँ नेङम्यन भन्छ यसलाई चाहिँ। यो चाहिँ नुडल हो एक किसिम। अहिले एकछिनमा हेरौँ त। यो चाहिँ बङ्गुरको करङको मासुबाट बनाएको हुन्छ। अनि यसभित्र चाहिँ प्याज पनि हालेको छ। प्याज र यो सँगै आएको छ, यो सँगै पकाएर खानेको। यस्तो खानाभन्दा अगाडि यसलाई चाहिँ सानसानो पिसमा यसरी काट्नुपर्छ। सानसानो पिसमा काट्यो भने खान सजिलो हुन्छ। थालबीको पनि दुईवटा किसिमको हुन्छ, एउटा चाहिँ पिरो खालको हुन्छ अनि एउटा चाहिँ नपिरो खालको हुन्छ। अहिले मैले अर्डर गरेको चाहिँ गुलियो हो। अनि यो चाहिँ कसरी खाने भन्दाखेरि यो साग दिएको छ, सागको पात लिने अनि एक पिस मासु लिने अनि यहाँ यसरी राख्ने। अनि यहाँ लसुन र त्यो उसको पेस्ट दिएको छ एउटा, यसलाई चाहिँ सामजान भन्छ कोरियन भाषामा चाहिँ। पेस्ट दिएको छ अनि यसलाई चाहिँ यहाँ राखेर अनि खाने हो। एकदम मिठो छ, एकदम मिठो छ। यो मासु चाहिँ कस्तो हुन्छ भन्दाखेरि अलिकति गुलियो टाइपको हुन्छ, तर खाँदाखेरि लास्टै टेन्डर छ, एकदम रसिलो छ। अब थालबीपछि यो नेङम्यनको कुरा गरौँ। यो नेङम्यन भनेको चाहिँ कोरियन भाषामा नेङम्यन हो, एक किसिमको नुडल। अनि यसलाई इङ्ग्लिसमा ट्रान्सलेट गर्ने हो भने चाहिँ कोल्ड नुडल हुन्छ। र स्पेसली गर्मी महिनाको समय समर टाइममा चाहिँ कोरियामा सब एकदम धेरै खाने गर्छन्। अनि यो के छ यहाँनिर के छ भन्दा सबभन्दा माथि चाहिँ यो कुकुम्बरको त्यो काँक्रोको स्लाइसेसहरू छ। अनि त्यसभित्र चाहिँ एउटा मुलाको चानाहरू छ सानो। अनि त्यसपछि यहाँनिर चाहिँ यो रातो यहाँभित्र नुडल छ, कालो कलरको सानो पातलो नुडल छ। अनि त्यसमाथि चाहिँ रातो खालको यो पेस्ट लगाएको छ। कोरियामा चाहिँ दुई किसिमको नेङम्यन हुन्छ, एउटा फिबिङ नेङम्यन अनि एउटा मूल नेङम्यन। यो फिबिङ नेङम्यनमा चाहिँ यो माथिबाट यो रातो खालको खुर्सानीको पेस्ट जस्तो एउटा पेस्ट लगाएको हुन्छ। अनि त्यही पेस्टलाई चाहिँ वरिपरि दलेर त्यो नुडलमा अलिकति मोलेर खानेलाई चाहिँ फिबिङ नेङम्यन भन्छ, जुन चाहिँ मैले अहिले अर्डर गरेको। अनि अर्को एउटा हुन्छ त्यसमा चाहिँ यो भरि पानी यो खालको सुप हुन्छ, रातो पेस्ट चाहिँ हुँदैन कि यस्तो खालको सुप हुन्छ, त्यसलाई चाहिँ मूल नेङम्यन भन्छ। पानी भएको कारणले, सुप भएको कारणले भनौँ न। अनि यो चाहिँ गर्मी महिनामा खाने हो। यसलाई सिधै खान चाहिँ सकिँदैन, यसरी हेर्दाखेरि पुरै डल्लो परेर बसेको हुन्छ। यसलाई चाहिँ काट्नुपर्छ एकचोटि। यसलाई चाहिँ यो कैँचीले एक स्लाइस अनि त्यसपछि दुई स्लाइस यसरी स्लाइस गर्नुपर्छ। यसो गरिसकेपछि यहाँभित्र यो नुडल चाहिँ जुन सुरुमा थियो त्यो चाहिँ एउटै त्यान्द्रो बनेर लामो त्यान्द्रो बनेर बेरेर बसिहाल्छ क्या। अनि त्यसले गर्दा त्यत्तिकैमा झिकेर खायो भने चाहिँ कन्टिन्यू आएको आइ गर्छ अनि चुट्टिँदैन। अनि त्यो भएर यो कैँचीले काट्यो भने चाहिँ अब यो सानो पिसमा परिवर्तन भयो अनि खान सजिलो छ। अनि यो मोल्न पनि सजिलो चाहिँ यसरी मोलेर खानुपर्छ। अनि यही मोल्नुपर्ने भएको कारणले चाहिँ यसलाई चाहिँ फिबिङ नेङम्यन भन्छ।
त्यो रातो ससमा मोल्नुपर्ने भएर अनि यहाँभित्र चाहिँ सानो एउटा उसिनेको अन्डाको स्लाइस पनि छ। यता यता गर्दै गर्दाखेरि उता मासु च्यारेर गरेको आवाज पनि आयो। अनि यदि यो चाहिँ अब त्यस्तो भएन भने यसमा चाहिँ हल्का पानी यो सुप पनि हाल्दा हुन्छ। यसले चाहिँ हल्का यसमा अझ बढी टेन्डर निकाल्छ, अझ बढी रसिलो जस्तो देखिन्छ, राम्रो पनि हुन्छ, टेस्ट पनि मिठो हुन्छ। यो सुप कस्तो छ भने चिसो छ एकदम, यहाँभित्र आइसको ठिक्कै छ, देख्न सकिन्छ। अमिलो अनि गुलियो अनि हल्का चिसो त्यस्तो खालको। यति भएपछि अब यो खानको लागि रेडी भयो। एक त्यहाँबाट खाइहेरौँ है त। यो खाँदाखेरि चाहिँ अनि यो लुगामा यसो खालको रातो पेस्ट चाहिँ लुगामा लाग्ने सम्भावना हुन्छ, त्यही भएर त्यो पनि ध्यान दिनुपर्छ। लास्टै मिठो छ, एकदम मिठो। हल्का पाकेको प्याजलाई चाहिँ लिएर यसमा हाल्ने होइन, पोल्न सक्छ, त्यो चाहिँ ध्यान दिनुपर्छ। अनि यहाँनिर लसुन र यो सामजाङको पेस्ट, यो पेस्टलाई पनि यहाँ हाल्ने होइन। अनि यसमा अर्को अझै यो चाहिँ अब अझ के अरे पिरो हल्का स्पाइसी बनाउनु छ भने, यो घाँसलाई चाहिँ स्पाइसी बनाउनु छ भने हल्का सानो एउटा तुलसी पनि यसमा हाल्ने। अनि यसलाई चाहिँ यसरी ऱ्याप गर्ने अनि गममै खाइने। यहाँनिर हेर्दाखेरि ठ्याक्कै थाहा हुन्छ यो पुरै हड्डी, यो करङको हड्डी नै पुरै छ, सिँगै छ। यसलाई यसरी काटौँ, हल्का भित्र चाहिँ डढिसकेको छ, यो पुरै आगो भर्खरै तातो भएर होला भित्र डढिसकेको छ। म चाहिँ प्रायः यो किम्चीसँग खान्छु, अलिकति पिरो अमिलो मिठो लाग्ने भएको कारणले। चिसोले दाल चाहिँ सिरिङ्ग बनाउँछु। यो चाहिँ चलाउनु पर्ने थियो अघि, म भिडियो बनाउनु चक्करमा चलाउनु पाएन, अनि त्यो भएर प्याज चाहिँ एकै ठाउँमा बसेर डढ्यो। यो नेङमेन चाहिँ लास्टै मिठो छ, एकदमै कस्तो देख्दाखेरि पनि कस्तो दामी टेक्स्चर देखिरहेको। यो कोल्ड नुडलको चिसो अनि यो भर्खरै तातो मासु खाँदाखेरि त्यो दुईवटा चिजको कम्बिनेसनले दाँते पुरै सिरिङ्ग हुँदै किम्ची र नेङमेन मिक्स गरेर खानु। मैले बनाएको खानेकुराहरूको भिडियोमा चाहिँ प्रायः जस्तो नुडल चाहिँ धेरै हुन्छ, किनकि यहाँ कोरियामा चाहिँ एकदम धेरै नुडल खान्छ, धेरै किसिमको भेराइटीको नुडल हुन्छ। अनि हामीलाई प्रायः थाहा भएको चाहिँ रामेन मात्रै हो, तर यहाँ हेर्ने हो भने धेरै किसिमको नुडलहरू छ। अनि सबै एउटा कुनै गर्मीमा खाने, कुनै जाडोमा खाने, अनि फरक सिजनमा खाने फरक किसिमको नुडलहरू यहाँ हुन्छ। त्यही भएर धेरै जस्तो ठाउँमा कोरियन खाना गयो भने नुडल चाहिँ भेटिन्छ। आगो पनि निभ्यो अनि एउटा लास्ट पिस बाँकी छ, यसलाई चाहिँ मैले हातै हालेर खानुपर्ने भयो, करङ सहितको छ। लगभग सबै नेङमेन खाएर सकिसक्यो, लास्टमा अलिकति बाँकी छ। नेपालीहरूले जुन भिटामिन हुन्छ यो भिटामिन चाहिँ लास्टमा मसलाहरूमा बदाम अनि त्यसपछि तिलको गेडाहरू यसरी तल बसेको हुन्छ। मेन भिटामिन चाहिँ यहाँ छ। यो सबै खानेकुराको कति परेको भन्दाखेरि 13,000 को। आजको मेरो भ्लग भिडियोमा अन्तिमसम्म साथ दिनुभएकोमा तपाईँहरूलाई धेरै धन्यवाद। अनि मेरो च्यानल अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने प्लिज च्यानललाई सब्सक्राइब पनि गर्नु र मलाई सपोर्ट पनि गर्नु, भिडियोलाई लाइक पनि गरिदिनु होला। र अर्को नेक्स्ट भिडियोमा फेरि अर्को नयाँ फुड भ्लग लिएर म उपस्थित हुने नै छु। त्यतिन्जेलको लागि धन्यवाद।